चाहिँ अहिले पछिल्लो समय अलिकति हैन बाबु नानीहरुमा पनि मानसिक तनावहरु हुने, प्रेसर हुने, अब रिजल्ट आउँदाखेरि पनि ला मैले यस्तो गरेको थिएँ, एक्सपेक्टेसन एकदम हाई हुने र त्यो अनुसार गर्न सकिन भन्दाखेरि अलिकति रङ डिसाइड गर्ने पनि परिरहेको छ। तर कस्तो हुन्छ भन्दाखेरि अहिले हामी यस्तो ट्रेनमा छौं कि तपाईलाई केही भयो भने विदिन मिनेटमा तपाईले कोहीसँग कनेक्ट गर्न सक्नुहुन्छ। कनेक्ट गरेको हिसाबमा चाहिँ हजुरले आफ्ना भावहरु चाहिँ अरूलाई शेयर गर्न सक्नुहुन्छ। जस्तै कोहीलाई चाहिँ अब लाग्न सक्छ, मान्छे नै हो, मान्छेको दिमाग कतिखेर के चल्छ भन्ने त थाहा हुन्न नि। यो हिसाबमा चाहिँ कोहीलाई नेगेटिभ त थटहरु आयो, त्यो अनुसारको भयो भनेपछि हजुरहरु नजिकैको डाक्टरसँग गएर हैन साइकियाट्रिस्टसँग हुन सक्छ, काउन्सिलर सँग गएर चाहिँ के गर्न सक्नुहुन्छ, काउन्सिलिङ लिन सक्नुहुन्छ। यो मानेमा यो होइन कि हजुरलाई समस्या भयो डाक्टरकोमा जाने बित्तिकै अब फल्नाले त डाक्टरकोमा गयो त्यसलाई त मेन्टल सम्बन्धी रोग रहेछ, त्यो होइन। तपाईले भर्खर इनिशियल फेजमा त मेन्टल रिलेटेड केही कुराहरू भएको छ, इस्यु छ भने काउन्सिलिङ गर्न जानुस्। काउन्सिलिङ गरेर कहिलेकाहीँ डाक्टरले औषधि पनि लेखिदिन सक्नुहुन्छ। औषधि लेखिदिएर 2-3 महिना खाँदैमा ठिक हुन्छ भने तपाईँ 100% ठिक हुनुहुन्छ भने त किन त्यो कुराहरू स्ट्रेस लिएर बस्ने हैन। त्यो अनुसारको चाहिँ आफ्नो त्यो कुराबाट चाहिँ हट्नु पर्यो र कसरी हुन्छ आफूलाई चाहिँ वेल म्यानेज गरेर एकदम हेल्दी फुडहरु खाने हैन, गेमहरु पनि खेल्नु पर्यो, केमा चाहिँ इन्ट्रेस्ट छ त्यो अनुसारको गेम खेल्ने अनि फिजिकल फिटनेस पनि हुने।